हरे कृष्ण माताजी। हरे कृष्ण। हजुर उहाँको चाहिँ यो सबै विग्रहहरू डिटी पेन्ट गर्न आउनु भएको थियो, मेकअप गर्नलाई। लालाहरू सबैले मेकअप गर्नुभएको छ। उहाँको पनि डट्सहरू सबै पत्रावलीहरू बनाएको थिएँ। अनि उहाँको चाहिँ आइजहरू बनाएको थिएँ। अनि उहाँको पनि आइज पेन्ट गरेको थिएँ। अनि उहाँ लाला पनि म त लाजै पचाएर आएँ। लाला जाँदै हुनुहुन्छ आज सेवाको लागि। उहाँ चाहिँ नयाँ विग्रह फेरि मैले एड गरेँ है। उहाँ जाँदै हुनुहुन्छ। सेवा 12 नम्बरको हुनुहुन्छ। 12 कस्तो नम्बरको खुसी लाग्दैछ? एकदमै खुसी लाग्ने कि जब कि अलरेडी मसँगै यति धेरै हुनु भइसक्यो नि त। एकजनाबाट स्टार्ट गरेको हजुरलाई अझै पनि याद हुनुहुन्छ होला। हजुर यो त एकजना अर्कै माताजीको हुनुहुन्छ। यो दुईटा चाहिँ उहाँको 3टा भयो टोटल। टोटल 3टा क्या। कतिखेर थपिने थाहा नै नहुने कि सेवा गर्दै जाँदाखेरि। अनि उहाँलाई पाएर त म धेरै नै खुसी छु। उहाँ चाहिँ सबसे कान्छो। अब राधा लिनुपर्छ उहाँलाई। राधा रानीको कृपा आउनुभयो भने झन् खुसी हुनेछ। अनि यो सबै चाहिँ मैले यहीँ राधा रानीबाटै लिएको। यस्तो राम्रो ड्रेस छ है, ब्लू कलरमा। अहिले चाहिँ हाम्रोमा भन्नुपर्दाखेरि काम गर्ने नभएर अलिक गाह्रो छ। तर काम गर्ने चाहिँ आज या भोलिसम्म आइपुग्नुहुन्छ। उनीहरूको पनि उता इन्डियाबाट आउनु अलिक गाह्रो भएको भएर। अनि यो ड्रेस चाहिँ हाम्रो समर कलेक्सनको ड्रेस थियो। भन्नुहुन्छ जसको भाग्यमा हुन्छ उसले पाइन्छ भन्नुहुन्थ्यो अरे क्या भगवान्ले। ठ्याक्क यो ड्रेस हामीले बनाउने बित्तिकै त्यो माताजीको अर्डर क्यान्सल भएको थियो कि। क्यान्सल हुने बित्तिकै अनि यो ड्रेस यतिकै बस्यो। तर उहाँको भाग्यमा रहेछ। अनि यो चाहिँ भाग्य दिने दाताकै भाग्यमा रहेछ। यो चाहिँ ज्वेलरी मलाई एकदम मन पर्यो कि। यसलाई के पो भन्छ अरे माताजी? मीनाकारी ज्वेलरी भन्छ। मीनाकारी यस्तो डिटेलिङ्सहरू अनि हेभी पनि छ। मलाई भारी छ नि यो त एकदमै। यो मैले हतपत त्यति डिस्प्ले पनि गरेको छैन। तपाईँहरूले टिकटकमा त्यति देख्नु पनि हुँदैन। अनि यो तुलसी महारानी पनि यहीँबाट। यो चाहिँ के अरे मेरो कान्छा। अनि मैले चाहिँ सेम लगाइरहेको भएर मैले चाहिँ एउटै लगाएँ, एउटै लिएको। उहाँ चाहिँ अहिले हाम्रो रेगुलर कस्टमर भइसक्नु भएको छ। जहिले पनि हप्तामा एकचोटि त भिजिटै हुन्छ उहाँको। यो पालि 3चोटि भइसक्यो। यो हप्ता चाहिँ उहाँ 3चोटि आइसक्नु भयो। एज अ कस्टमर हजुर ह्याप्पी हुनुहुन्छ? एकदमै ह्याप्पी छु। त्यो अहिले कपडाको चाहिँ एकदम प्रब्लम भइरहेछ। किनकि हामीले कसैलाई पनि कपडा दिन सकेका छैन। तपाईँलाई मात्र होइन, कसैलाई पनि दिन सकेका छैन। तर जति सक्दो थियो मैले बनाउँदै मले पठाइरहेको छु। अब चाहिँ नेक्स्ट विक चाहिँ सबैजनाले कपडा पाउनुहुन्छ। जसको बाँकी छ, बाँकी हुनेले पनि पाउनुहुन्छ। हजुरहरू चिन्ता नलिनुहोस्। राधा रानीको कपडाहरू एकदमै क्वालिटी राम्रो छ है। धैर्य गर्नुहोस्, धैर्यताको फल एकदमै मिठो हुन्छ। हजुरहरूले एकदमै हजुरहरूको लालाहरूको लागि एकदम हाई क्वालिटीको ड्रेसेसहरू। साथै एउटा ग्यारेन्टी चाहिँ म केही पनि भन्न चाहन्छु। किनकि मैले मन्नुको ड्रेसेसहरू त अगाडिदेखि नै लिइसकेको छु नि। त्यो ड्रेसेसहरू धुँदाखेरि पनि कहिले पनि कलर जाने, खुइलिने, च्यातिने अहिलेसम्म त्यस्तो भएको छैन। सो हजुरहरू ढुक्क भएर बस्नु होला। हजुरहरूको सामान डेफिनेटली आउँछ। राधे राधे। हरे कृष्ण।